हेर्नुहोस् साथी हो यहाँ यी घुगी खाने ठाउँमा आएको छु म आज घुगीको कुनलाई चाहिएको छ भन्नुहोस् है यसभित्र किरा जिउँदो छ कि मर्यो नि अहिले किरा हुन्न यो भित्रको मासु हो सबै अनि कसरी हुन्छ त किरा बिना मासु ए किरा त हुन्न यो तपाईँको मासु नै हो अब भित्र यसको त्यो किरिङ किरिङ गर्ने चाहिँ अन्डा बच्चा हुन्छ किनकि यसले पनि त उत्पादन गर्नु पर्यो नि ए जिउँदो किरा हुन्न यसमा केही पनि हुन्न पुरै मासु हो तपाईँको भित्रको खाँदाखेरि सुपसँगै गराइन्छ मसलाहरू अनि खाँदाखेरि चप्प त्यसलाई एउटा फुटाल्न मिल्दैन बिजाउँछ हातमा है यो यस्तो फुटेको हो यस्तो ए यो फुटेको यसको मासु छैन है यस्तो जाति हुन्छ चलो हेर जाडो भगाउने चिज यहाँ कति छ जाति पनि छैन खै ल पकाउने ठाउँतिर पनि जाँदैछु म आउनु होला हेर्न आहा यो चाहिँ ढक्कन निकालेको वाला निकाल्न छ यो निकालिसकेको यस्तो निकालिसकेको यो तपाईँको छैन ढक्कन अनि यसमा फेरि ढक्कन पाउनुहुन्छ यस्तो यो ढक्कन यस्तो हुन्छ कि यो फाल्नुपर्छ तान्दाखेरि फेरि घाट्ने पनि असजिलो हुन्छ यहाँ चाहिँ आगो बलिरहेछ कति रहेछ कति यहाँ राम्री आमा हुनुहुन्छ है राति भएको भएर मैले लाइट बाली देखाएको छु है ल अहिले पाकेपछि संजोग पर्यो भने हेरौँ ल आमा कसी त बोल्न लाउनु भयो होइन ठिकै छ यहाँ मैले यहाँ हेरेछु कि यो घुगी पकाउनु लाग्यो फेरि यसलाई बोइल गर्नु यसले भित्र खाएको कति बेर पकाउनु पर्ने यसलाई ए अब यो फ्याकेर यो भित्रको व्हाइट सबै भिटामिन खान सक्यो भने है नसक्नेलाई चाहिँ हामी ल धन्यवाद ल संजोग पऱ्यो भने फेरि आउँछु है ल कति खुसी लाग्यो मलाई यहाँ आएर यहाँ आमाले काम गर्ने आमा हजुर बुहारी कि छोरी ल हो त नि आमा भाइ म गएँ ल